हेलो एभ्रिवान नमस्ते म चाहिँ भ्यान कोलुङ सबैमा सेवा के आज भने मैले यहाँहरूलाई चाहिँ अहिले अब साकुराको सिजन हुँदैछ त्यही भएर कोरियाको चाहिँ विभिन्न ठाउँमा साकुरा फुल्छन् तर त्यो विभिन्न ठाउँमा फुले तापनि चाहिँ कुन चाहिँ ठाउँ चाहिँ कोरियाको बेस्ट ठाउँ हो त कुन चाहिँ ठाउँमा चाहिँ साकुराको खत्रै चाहिँ अवलोकन गर्न साकुरालाई चाहिँ खत्रै साकुरासँग रम्न चाहिँ सकिन्छ भन्ने तपाईहरूलाई क्युरियोसिटी भएको अवस्थामा चाहिँ मैले कोरियाकै नम्बर 1 ठाउँलाई चाहिँ भिजिट गराउँदैछु जुन चाहिँ ख्याङ्साङ नाम्दोको छाङवन्सी भन्ने ठाउँमा छ। छाङवन्सीमा चाहिँ दुईटा ठाउँ एकदमै उत्कृष्ट ठाउँ छ। एउटा चाहिँ जिने भन्ने ठाउँ छ भने अर्को चाहिँ ख्याङ्ह्वा भन्ने ठाउँमा छ। जिने भन्ने ठाउँलाई चाहिँ हामीले पहिल्यै हिजो नै भिजिट गरिसकेको भएर एक दिन चाहिँ हामीले जिने भन्ने ठाउँ घुम्यौँ। त्यो चाहिँ अब विश्वकै दोस्रो ठुलो र कोरियाको चाहिँ पहिलो सबैभन्दा ठुलो साकुरा फुल्ने ठाउँ थियो भने आज चाहिँ हामी त्यो ठाउँ घुमिसकेर चाहिँ ख्याङ्ह्वायक आएका छौँ। यो ठाउँ पनि निकै भाइरल ठाउँ मात्रै नभएर उत्कृष्ट ठाउँ हो। यो ठाउँ पनि एकदमै राम्रो ठाउँ छ। यहाँ पनि त्यो जिने भन्ने ठाउँको जस्तै चाहिँ मान्छेहरूको पर्यटकहरूको चाहिँ ओहिरो लागेको हुन्छ। यहाँ पनि मैले भनिसकेँ अब कोरियनहरू मात्रै नभएर विभिन्न देशबाट चाहिँ यो ठाउँलाई नै टार्गेट गरेर चाहिँ घुम्न आउने टुरिस्टहरूको सङ्ख्या निकै नै धेरै छ। एकदमै धेरै मात्रामा चाहिँ यो ठाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाहिँ हामीले देख्न सक्छौँ। अहिले ठ्याक्क यो ठाउँमा चाहिँ घुम्नलाई एकदमै राम्रो सिजन भइरहेको छ। साकुरा सबैतिर धकमक्क फुलिरहेको छ। एकदमै राम्रो उत्कृष्ट सिजन भनेको चाहिँ यो साकुरा फुल्न चाहिँ कोरियामा उत्कृष्ट मौसम चाहिँ मार्च 20बाट चाहिँ अप्रिल 1सम्म चाहिँ मान्दो रहेछ। त्यतिन्जेलसम्म चाहिँ हामी जुनसुकै ठाउँमा जाँदा पनि एकदमै राम्रो साकुरा फुलहरू फुलिरहेको हुन्छ। हामी भने साथीहरूसँग टाइम मिलाएर एकदमै राम्रैसँग चाहिँ घुमौँ भन्ने हिसाबले 2-3 दिनको छुट्टी पनि मिलाएर हामी यो ठाउँ घुम्न आएका छौँ। हामी मात्रै होइन, यहाँ विभिन्न देशबाट विभिन्न ठाउँबाट विभिन्न प्याकेजमा चाहिँ निकै नै धेरै टुरिस्टहरू घुम्न आएका छन्। एकदमै राम्रो ठाउँ छ। तपाईँहरूले अब निहाल्न सक्नुहुनेछ निकै नै राम्रो ठाउँ छ। यो ठाउँमा आइसके पश्चात चाहिँ हामी जुनसुकै ठाउँबाट आए पनि कसैलाई रिग्रेट फिल हुँदैन। एकदमै राम्रो ठाउँ छ। हामी पनि अब ख्याङ्साङ नाम्दो भन्ने ठाउँ हो। यो चाहिँ ख्याङ्साङ नाम्दोको छाङवन्सी को चाहिँ ख्याङ्ह्वायक अनि यो एक्ज्याक्टै ठाउँलाई चाहिँ फेङआमदोङ भन्दो रहेछ। यो ठाउँ हामी पनि निकै नै टाढाको बाटो हुँदै आएका छौँ। 2-3 घन्टा लगाएर हामी यो ठाउँ चाहिँ घुम्न आएका छौँ। आउँदा चाहिँ यो ठाउँ निकै नै टाढा फिल भयो तर पनि हामीलाई अब यो ठाउँ आइसके पश्चात चाहिँ एकदमै छुट्टै आनन्द आउँदो रहेछ, छुट्टै आनन्द फिल हुँदो रहेछ। किनकि यहाँ भनेको चाहिँ अब कोरियाकै सबैभन्दा ठुलो साकुराकै लागि चाहिँ अब फटकोचकै लागि चेरी ब्लोसमकै लागि चाहिँ सबैभन्दा ठुलो ठाउँ भनेपछि जो पनि यहाँ आएपछि एकदमै खुसी हुन्छन्। यहाँहरू पनि यो विकेन्डमा चाहिँ अब साकुरासँग रम्नलाई हामी पनि घुम्न जानु पर्यो। कुन ठाउँ चाहिँ कोरियामा चाहिँ साकुराको लागि उत्कृष्ट ठाउँ छ भनेर चाहिँ क्युरियोसिटी भएको खण्डमा चाहिँ कौतूहलता भएको खण्डमा चाहिँ यो ठाउँ घुम्न जान सक्नुहुन्छ। जुन चाहिँ ख्याङ्साङ नाम्दो प्रान्तको चाहिँ छाङवन्सीको ख्याङ्ह्वायक
भन्ने ठाउँमा छ। अनि यो तपाईँहरूले अघि न पनि देख्नु भएको ट्रेन चाहिँ यो चाहिँ खासमा अरू बेला चल्छ कि चल्दैन, तर यो बेला चाहिँ अहिले चाहिँ सिजन भएको भएर यो ठाउँ चाहिँ स्पेसल्ली चाहिँ फोटो खिच्नको लागि बनाएको जस्तो लाग्यो। अहिले चाहिँ यो लगभग चाहिँ कार्यान्वयन चाहिँ भएको छैन जस्तो लाग्यो मलाई। त्यही भएर पछि चाहिँ चल्छ होला। फेरि हामी यो यकभित्रै चाहिँ एकदमै धेरै त्यो साकुरा हुने भएर त्यो हामी चाहिँ यो यकभित्रै चाहिँ ट्रेनको लाइनभित्रै चाहिँ हामी हेरिरहेका हुन्छौँ। यो ठाउँमा विभिन्न फोटो खिच्नेहरूको लर्को पनि लागेको हुन्छ। फोटो खिच्ने, घुम्ने, विभिन्न देशबाट चाहिँ अब रमाइलोको लागि, विभिन्न ठाउँबाट रमाइलोको लागि यो ठाउँलाई नै चाहिँ टार्गेट गरेर चाहिँ आएका हुन्छन्। निकै नै उत्कृष्ट ठाउँ छ। साँच्चै नै तपाईँहरू पनि आउनु भएपछि, यो ठाउँ आइसक्नु भएपछि चाहिँ ओहो म किन आएँ यो ठाउँ भन्ने कहिल्यै फिल हुँदैन कि त्यस्तो राम्रो ठाउँ। अनि यो ठाउँ जाँदा चाहिँ मैले यहाँहरूलाई चाहिँ अब भन्न चाहेँ, 1-2 दिनको लागि मात्रै नभएर चाहिँ टाइम मिलेको खण्डमा चाहिँ धेरै नै टाइम निकालेरै जानु होला। यो ठाउँमा चाहिँ फेरि अब 5-6 ठाउँ रहेछ, उत्कृष्ट ठाउँहरू जहाँ चाहिँ अब जानै पर्ने ठाउँहरू रहेछ, घुम्नै पर्ने ठाउँहरू रहेछ। हामीसँग पनि खासै टाइम नभएको कारणले चाहिँ हामी पनि धेरै ठाउँ जाँदैनौँ। हामीले पनि यो ठाउँ जिने भन्ने ठाउँ र चाहिँ टेखेङवा यक भन्ने फेङआङदोङ भन्ने ठाउँमा मात्र भिजिट गरेका छौँ। र पनि ठिक छ, अब हामी फेरि पनि टाइम भएको खण्डमा चाहिँ यो ठाउँ साथीभाइहरूसँग फेरि पनि आउने पनि गरेका छौँ, प्लान पनि बनाएका छौँ। किनकि निकै नै उत्कृष्ट ठाउँ छ। हेर्नुहोस्, यहाँ मान्छेहरूको चाप ठेलाठेल हुन्छ, एकदमै चापाचाप हुन्छ। फोटो खिच्ने स्पेस समेत हुँदैन यो ठाउँमा। अझ यो मैले देखाइरहेको ठाउँ हुँदै उता त्यो ट्रेनको कोरेल केरेल त्यो लाइन छ, त्यहाँ पनि एकदमै फोटो खिच्ने ठाउँ, जहाँबाट चाहिँ हामीले फोटो खिच्नलाई निकै नै धेरै वेट गर्नुपर्छ। यो ठाउँमा चाहिँ निकै नै वेट गरे पश्चात मात्रै पालो आउँछ। पालोमा लाइनमा उभिनु पर्ने रहेछ। एकदमै राम्रो ठाउँ छ, घुम्न आउनुहोला। फेरि यहाँ चाहिँ विभिन्न अब यो साकुरालाई नै टार्गेट गरेर विभिन्न चाहिँ उत्सवहरू, विभिन्न प्रोग्रामहरू पनि हुने गर्छन्। एकदमै राम्रो ठाउँ, एकदमै राम्रो ठाउँ। यो ठाउँमा अब फोटो खिच्ने हो भने चाहिँ निकै नै लाइन बस्नु पर्दो रहेछ। त्यही भएर हामीले पनि अब 1-2वटा फोटो खिच्यौँ, त्यो पनि पालो भएर खासै त्यति साह्रो फोटो चाहिँ खिचिनौँ। यो तल देखिरहनु भएको ट्रेन चाहिँ खास स्पेसल्ली अहिलेकै अवस्थामा चाहिँ फोटो खिच्नको लागि हो। यो साकुरा चाहिँ अब भइसके पश्चात चलाउँछ पनि होला, तर अहिलेलाई चाहिँ यो ठाउँ चाहिँ फोटो खिच्नको लागि मात्रै हो। एकदमै राम्रो छ। तपाईँहरूले पनि अब देख्दै हुनुहुन्छ, एकदमै राम्रो फिल हुँदैछ होला। किनकि ठाउँ आफैमा एकदमै राम्रै ठाउँ छ, एकदमै राम्रै ठाउँ छ। 이럴 줄 알고 다음 곡도 준비했지롱. 가자. हुन्छ साथीहरू, अब ठाउँ निकै नै राम्रै छ। यो ठाउँ निकै नै राम्रै छ।
हेरेर अब थाहा पनि पाउनुभयो होला, तपाईँहरूलाई पनि राम्रो लाग्यो होला। यो ठाउँ टाइम मिलाएर चाहिँ अवश्य पनि तपाईँहरू पनि चाहिँ यो ठाउँ चाहिँ घुम्न आउनु होला। एकदमै राम्रो छ। यहाँ चाहिँ फेरि राति पनि उत्तिकै रमाइलो हुन्छ, दिउँसो राति जति बेला पनि रमाइलो हुन्छ। यो ठाउँमा अब तपाईँहरूले इन्जोय गर्न सक्नुहुन्छ। हस् त, यो ठाउँ घुम्नलाई आउनु होला, निकै नै राम्रो छ। ठाउँ हेरेर अब कस्तो लाग्छ कमेन्ट पनि गर्नुहोला। हुन्छ, हामीलाई हेरिदिनु भयो यहाँहरू सबैलाई थ्याङ्क यू सो मच। म लोकेसन पनि हालिदिन्छु। हस् त, थ्याङ्क यू।